यता त बाटो मात्रै हो, बाटो मात्रै चाहिँ गइरहेको छ। ल सबलाई फर्काइदिएँ मैले गाई सबैलाई होइन। सब्सक्राइब गरिदिइसकेछ यिनीहरूले। ल सब्सक्राइब चाहिँ गरिदिए ल केटा हो। ब्लग नजिकका नाम छ, सब्सक्राइब गरिदिए ल। अब भनेपछि बुझ्नु गाई, स्विमिङ पुलमा अब म स्विमिङ पुलमा खेल्छु गाई। ल ल फाइनल गाइज बागमती पुग्न आँट्यो हामी। ल हेलो गाइज, नयाँ नयाँ लुकमा आइसकेको छु होइन। आज चाहिँ जान थालेँ हेटौडा घुमघाम गर्न दाजुभाइ। त्यही बाइक छ नि, बाइक त्यही बाइकमा जान थालेको। अचानक से प्लान बन गया, क्या करल जाओ, चलिदिने हो। अब के गर्ने, जाडोको सिजन छ, घुम्नै पर्यो। बसेर पनि काम छैन घरमा। ल अहिले पछि हेर्नु होला, यहाँनिर डिस्कस परिसक्यो यहाँ आन्टीसँग, हट बनिसक्यो मलाई। बनाइरहेछ यहाँ ब्लग बनाइरहेछ। ल हाम्रो दाइ पनि हिरो बनेर आइसकेको छ, पुरै पन्जा पन्जा लगाएर। आज त उतै दिन बिताउनु पर्ला रात पनि। हेर्दै गर्नुहोस् तपाईँ, अनि भन्दै गर्छु सुन्दै गर्छ तपाईँ, हेर्दै गर्नुहोस् है। ल अब चाहिँ हामी निस्किन आँटेको। ब्याग स्याग भिडिसकेको छु होइन मैले। ब्याग पनि चाहियो नि त घुमघाम गर्नलाई त। कतिलाई मास्क लगाएर बनाएर छु, साउन्ड आइरहेको छ कि छैन, तर खतरा देखेछ, राइडर जस्तो देखेछ होइन। खोइ हाम्रो राइडर मान्छे यहाँ चाहिँ हाम्रो एनएस गर्ने, राइड गर्ने मान्छे, त्यसमा चढ्ने मान्छे मै हो। ल सबै पसल बन्द गाइज, अहिले देखाउनु सबै पसल बन्द, शनिबार भएर। मेरो इंडियन सब्सक्राइबरलाई चाहिँ है, शनिबार नेपाल सब बंद होता है, 4 बजे से खुलता है, देख लीजिएगा। लागिरहेछ गाइज, दाइले एक नाइट उतै बसाउने विचार छ होइन। माल पानी निकाल्न थालेछ एटिएमबाट। अब होला उतै एक राति 1 नाइट स्ट्यान्ड भन्ने त्यस्तै हुन्छ नि, त्यस्तै होला जस्तो लाग्यो मलाई पनि। हेरौँ न, सकेसम्म त नबस्न कोसिस गर्ने हो, बस्न कोसिस गर्ने हो, कहाँ नबस्नु। हजुर मान्छे चाहिँ रहेछ यहाँ हेर्नु। अनि धेरै होइन, 10,000 निकाल्यो भने ब्रोदर भइहाल्छ। बा हाम्रो बाइक चाहिँ उतै हो, हेर्नु न एनएस भित्र हाम्रो दाइ होइन। अब यहाँ मान्छे बसेको छ, यहाँ पनि छ, एटिएमबाट पैसा झिक्छ अरे होइन। हामी पनि छौँ हामी पनि। ओए भाइ हेर मेरो भाइहरू त्यहाँ सब्सक्राइब गर होला। चिनेर भाइ तिमीहरूले चिन्छ, तर कन्फ्युज भयो, मैले मास्क लगाएर चाहिँ कन्फ्युज भयो चाहिँ केटाहरूलाई होइन। सब्सक्राइब गरिदिइसकेछ यिनीहरूले। ल अब हामी पनि चलिदिने हो, हेटौडाको राइडर केटा होइन। ल इन्जोय। अनि तपाईँको ब्लग च्यानल भाइरल हो नि, हामी पनि साला मास्क खोल्नुपर्छ। अनि मास्कमा नचिने हो क्या भाइहरूले, चिन्छ तर। दाइ कति झिक्नु भयो त यार, मैले कुरामा बिर्सेँ त। अनि कति अब भनेपछि बुझ्नु गाई, स्विमिङ पुलमा अब म स्विमिङ पुलमा खेल्छु गाई है। अब स्विमिङ पुलमा अब सिधै एकैचोटि नाइटको भ्यू। बियर सियर त खाँदैन, खाने हो तर। ल अहिलेको लागि चाहिँ अलविदा, चलेको बागमतीबाट जानु छ है, हेर्दै गर्नुहोस्। ओए चिजको ल ल मेरो पछाडि केटाहरू पनि छ, यहाँनिर स्वतन्त्र पनि आइसक्यो होइन। अनि हिरो हो नि म पनि। चपुरमा चिन्छ मान्छेले मलाई पनि है दाइ, चपुरमा मात्र चिनेको पनि भएन, चारैतिर चिन्नु पऱ्यो होइन त दाइ। त्यो पनि हो, हुन त हो आउनु पनि ल दाइ। गाडीहरू आउनु, म पनि भिडियो भ्लग बनाउनु पऱ्यो नि त। यसरी कता गाडी आयो भने हम तो काला हो गया रे, काला हो गया रे हम लोग तो। कुछ भी बात नहीं है, चश्मा है, मास्क है, कटा भी नहीं। ये उल्टे कराइयो यार, हम भी तो करते रहे हो। तर हामी पनि कटाउने फाइनल गाइज बागमती पुग्न आँट्यो हामी होइन। पहाड देख्नु भएर होला, यस्तो यस्तो मस्त ठाउँ छ नि के भनौँ। हामी
ट्राफिकवालाले नि केही गर्न सक्दैन गाइस। दुईटा लाइसेन्स मसँग नि छ, एउटा लाइसेन्स पक्कावाला लाइसेन्स छ। अहिले त ट्राफिक पनि हो। अब अहिले हावा कस्न आँटेको हामी, चक्कामा हावै छैन देखेँ छ, अलिअलि छ। यहाँ पनि भाइहरू पनि छ। आज त फेसै नदेखाइकन ब्लग बनाउनु पर्ला जस्तो छ गाइस यार। यही हो दाइ ल भाइ, चाँडो चाँडो कसो त ल हावा, हामीलाई ढिलो भइरहेछ। हेटौडा यताबाट जाने आज चल्दिने हेटौडा पुग्छ, हेटौडा पुग्छ यताबाट, हेटौडा पुग्छ यताबाट थाहै छैन भाइहरूलाई, तर म गएको छु, मलाई थाहा छ गाइज है। एकछिन मैले हुन्छ नि अलिक भाइहरूलाई साइको बनाइदिए मात्रै हो। घाममा टोपी लगाइरहेछ भन्नु भइरह होला, तर के गर्ने, बाइकमा हाँक्दाखेरि जाडो भइरहेछ अनि तल झर्दाखेरि गर्मी लागिरहेछ सर। कतिसम्म ठिक हुन्छ, कति 40मा राखिदिएको हो? 30मा रे, ल 30मा राख्यो भने यहाँ पछाडिको उफ्रिँदैन क्या धेरै। म पनि सेभ हुन्छु नि त, यो कारणले मैले 30मा राखिरहेको हो। 40मा राखिदियो भाइले, तर 30मा राखिदिएको छ। ल भाइहरू गएको हजुर, सब्सक्राइब चाहिँ गरिदे ल केटा हो। ब्लग नबिता नाम छ, सब्सक्राइब गरिदे ल। ल ओके भन, ओके। ल बागमतीमा आएर पनि चहलपहल छ। अस्ति मैले सिङ्गलमा देखाएँ होला होइन, मेरो चहलपहल त अहिले चारैतिर छ क्या अलिअलि। मतलबै लाग्दैन, ब्लगर भएपछि मतलब लिनु हुँदैन। फेरि चल्देको हामी केही सुन्दैन, एकछिन पछि भिडियो बनाउला है। यो बागमती रिभर अनि यता पनि छ, हिजो पनि देखायो होला मैले होइन, आज पनि हेरिहाल्नुहोस्। तेल तेल त अगाडि हाल्यो तल मास्क पनि लाउनु परिरहेछ के, यति धुलो भइसक्यो मार। इसी का भी मतलब नहीं लेंगे हम लोग, चल लेंगे। दुईटा लाइसेन्स, दुईटा लाइसेन्स ट्राफिकवाला तपाईँ दुईटा लाइसेन्स छ। दिलबुक एउटै छ, बाइक पनि एउटै छ, तर मेरो पनि चाँडै हुन्छ। यसरी सब्सक्राइब गरिदिनु तपाईँ। अर्को पनि ल्याउने हो, जाने अन्त पोखरा जाने हो, दाइ भाइ मिलेर जाने हो, बाइक मिलाएर पनि जाने हो। यो गाडीले गरेर मात्रै हो धुलो धुलो भएको, यस्तो धुलो देखिरह होला होइन, तर के छैन, गाडी खटेपछि आफ्नै राजो। फेरि यो बाटोमा 6.5 लाखको गाडीलाई कसले जित्न सक्दैन, तर पिकनिक खाने मान्छेहरू लोधा छ यार। सबैले सब्सक्राइब गरिदियो भाइ। अब चाहिँ कटाउँदै तिम्रो मात्रै मज लिन्छ, हामी पनि मज लिन्छ नि। अलिकता धुलो खाऊ न, यता त केही छैन त अहिले, यता केही छैन, उता छ, यता त बाटो मात्रै हो, बाटो मात्रै छ गइरहेको छ। ए दाइ भ्याउँदैन, बाटै बाटो छ, कहाँ जान्छ? सबलाई फर्काइदिएँ मैले गाई, सबैलाई। आधी मान्छे यतै छ, यो पनि भनिदिने हो। के भन्नु यार, यस्तो उकालो उकालो यही हो दाइ। यहाँसम्म बाटो कोरिसकेछ भनेपछि बुझौँ अब ल, बुझौँ है, बुझ्नेवाला कुरा हो यो। हात्ती लैछ नि त, हात्ती लैछ नि त, चढ्छ, गियर कम गरेर चढाउने सारालाई। बाटो त यस्तै हो, हिँड्नु न अलिअलि, अब सहनु त परिहाल्यो। गाडी हिँड्छ भने त के बाइक नहिँड्नुमा स्कुल। ल केटा सब्सक्राइब गरिदे मेरो च्यानललाई। ब्लग नबिता जपुरको सबलाई भन्दै हिँड्नु पऱ्यो नि। पहिरो झरे चाहिँ क्या हो दाइ? छैन पहिरो झरे छैन। कतै झर्यो ठ्याक्राकै। ल गाइस पहिरो झर्या रहेछ माथिबाट।